फाइनली टक्सार पिकुवा खोल हाइड्रो लिमिटेडको आइपिओ को बाँडफाँड सम्पन्न भइसकेको छ र यो आइपिओ ददस्किताको दरले बाँडफाँड गर्दाखेरि 2,51,545 जनालाई परेको छ भने 25,68,843 जनाको हात भने खाली नै भएको छ। र अब तपाईहरुलाई आइपिओ पर्यो कि परेन त्यो चेक गर्नको लागि गुगल जानुस् र त्यसपछि माथि सर्चमा iporesult.cdsc.com.np लेखेर यसरी सर्च गर्नुहोस् र सर्च गर्नु भएपछि यहाँनेर रिजल्ट हेर्ने पेज ओपन हुन्छ। यहाँनेर टपमा टक्सार पिकुवा खोल हाइड्रो पावर लिमिटेड भनेर देखाउनेछ। भर्खरै बाँडफाँड गरिएको कारणले यहाँनेर रिजल्ट अपडेट नहुँदाखेरि चाहिँ यहाँनेर देखाउँदैन। तपाईहरुले अब केही समय पर्खिनु पर्ने हुन्छ। त्यसपछि यहाँनेर यसरी टक्सार पिकुवा खोला हाइड्रो पावर लिमिटेड भनेर देखाउनेछ र त्यसपछि त्यो यहाँनेर सेलेक्ट भइसकेपछि यहाँनेर बिउ आइडी नम्बर यानी कि डिमेट खाता नम्बर 16 वटा डिजिटको लाउनु पर्ने हुन्छ र त्यसपछि यहाँनेर जुन यो क्याप्चा छ जति नम्बर छ त्यो यहाँनेर सेम एज इट इज तपाईहरुले फिल गर्नुपर्ने हुन्छ। त्यसपछि भ्यू रिजल्टको अप्सनमा क्लिक गर्नु भएपछि तपाईहरुलाई आइपिओ पर्यो कि परेन देखाउनेछ। जस्तै तपाईहरुलाई आइपिओ परेन भने यसरी सरी नट अलोटेड भनेर देखाउनेछ, पर्यो भने कंग्रेचुलेसन भनेर हरियोबाट देखाउनेछ। सो तपाईहरुले चाहिँ आइपिओ को रिजल्ट हेरिसक्नु भएपछि तपाईहरुलाई आइपिओ पर्यो कि परेन त कमेन्ट गर्नु होला र आइपिओ सम्बन्धित नयाँ अपडेटहरु भिडियोहरु हेर्नको लागि चाहिँ हामीलाई फलो सब्स्क्राइब गरेर राख्नु होला।